गाइस वेलकम टु माई न्यू ब्लग है। आजको ब्लगमा चाहिँ म तपाईहरुलाई चाहिँ सबभन्दा मेन इम्पोर्टेन्ट जानकारी दिन गइरहेको छु है। म अहिले दुबईको बरदुबई आब्रा भन्ने ठाउँमा छु गाइज है। हेर्न सक्नुहुन्छ तपाईहरुले, यो हाम्रो चाहिँ फोटो सुट गर्ने ठाउँ हो गाइज है। फोटो सुट गर्ने आज चाहिँ म एज ए फोटोग्राफर चाहिँ आएको छु गाइज है। धेरै मान्छेको नेपालदेखि चाहिँ त्यो कमेन्ट आइरहेको थियो गाइज है। नेपाल यहाँ बरदुबईमा यो फोटोग्राफरको इन्कम चाहिँ कति हुन्छ है। फोटोग्राफरको इन्कम कति हुन्छ भनेपछि तपाईको चाहिँ एज चाहिँ पार्ट टाइम गर्नुपर्छ गाइज। तपाईसँग त क्यामेरा हुनु पर्यो अनि तपाईको अन भिसा, त्यो भनेको फ्रिल्यान्स भिसा हुनु पर्यो। अनि त्यो भएपछि तपाईले यहाँनिर फोटो खिच्न पाउनुहुन्छ गाइज है। एउटा फोटो खिचेको 2 दिरहाम हुन्छ। सो द्याट चाहिँ मिनिमम पनि मान्छेले चाहिँ 10 वटा फोटो खिचि नै हाल्छ दिनको। तपाईले अब आज स्याटरडे हो, स्याटरडे धेरै भिड हुन्छ, तपाईले हेर्न सक्नुहुन्छ गाइज है। अनि स्याटरडे चाहिँ तपाईले चाहिँ मिनिमम पनि 150 देखि 200 रुपियाँ कमाउनुहुन्छ गाइज है एक दिनको। एभरेजमा तपाईले चाहिँ 100 रुपियाँ लगायो भने तपाईँको आफ्नो पर्सनल क्यामेरा छ हैन, आफ्नो पर्सनल भिसा छ भनेपछि तपाईले चाहिँ महिनाको 3000 रुपियाँ एज एन फोटोग्राफर इन दुबईमा कमाउन सक्नुहुन्छ गाइज है त। ल आजको इन्फर्मेसन यही हो। सर्ट ब्लगमा चाहिँ तपाईहरुलाई चाहिँ खोजिरहेको गाइज है। आजको ब्लग यही हो। सो चाहिँ फोटोग्राफरले नर्मली 3000, त्यो भनेको नेपालको चाहिँ तपाईको 1,20,000 30,000 मजाले नर्मली इन्कम गर्छ गाइज है। ल आजको ब्लग यही सिद्धिन्छ। हस् त लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला गाइज। बाई।